आज चाहिँ बिहान नै हामीले यहाँनिर इँटा झारिदिनु भन्नुभएको थियो अनि इँटा झार्नलाई बोलाइराखेको थियौँ। अनि म चाहिँ गएर एकछिन बसिरहेको छु। 5 बजे नै इँटाको गाडी चाहिँ हाम्रो 5 बजे नै आएको रहेछ। अनि हामीलाई चाहिँ फोन गर्दा चाहिँ 30-40 पटक फोन गर्दा पनि फोन उठेन हाम्रो चाहिँ। अनि बिचराहरू बसेर भर्खर आइपुग्नु भयो भने चिया खान दिएँ मैले। चिया खाएर यहाँ गाडी झार्दै हुनुहुन्छ अनि यहाँ इँटा गर्नु है भन्दै हुनुहुन्छ। पहिला चाहिँ अरू डिपोले के गर्थ्यो अनि हामीलाई नि गाह्रो भयो भनिराख्नुपर्छ यहाँ गफ गर्दै। मैले पनि गर्न चाहिँ लागिरहेछ, विश्वास त हुँदैन कसैको भनेर अनि त्यहाँ यहीँको काम गर्ने भाइलाई पनि भनेर लागिरहेछ। चाहिँ माथि चढेर पनि राखिदिनु भयो। अनि आजदेखि चाहिँ हामीले क्यामेरा